ल लामाहरूसँग धर्मशाला आएको यताउता भएको घुम्दा घुम्दा सबै गुम्बाहरू मात्रै घुमाएको साथीहरूले होइन अनि कम्प्लेन गरेको। अनि यो गुम्बा त अति नै घुम्यो, धेरै घुम्यो। केही कुछ गर न भनेर भनेको। यहाँ चाहिँ एउटा हिन्दू मन्दिर रहेछ, श्री चामुण्डा नन्दीकेश्वर धाम प्रवेशद्वार भन्ने ठाउँमा रहेछ। म चाहिँ हेरेर गएको छु। अनि सधैँ अब यो मात्रै कति गर्नु भनेर यहाँ सबल चाहिँ यहाँ बाहिर फल्ने रहेछ न उनी हो है। अब हेरौँ, उडेका केही छैन, तर अहिले खाली खुट्टा जानु पऱ्यो। यहाँ चाहिँ खाली खुट्टा पनि हुनुपर्ने रहेछ। केही छैन, फेरि हरायो भने चाहिँ अनि फेरि चाहिँ माइनल सफल भन्ने कुरो मात्रै हो। आउँदैछु गाइस, यहाँ चाहिँ इन्डियाको एउटा चर्चित धाम भन्ने ठाउँमा आइपुग्यो, चामुण्डा धाम। त्यो यसो हेर्दाखेरि एटिट्युड हेर्दाखेरि त मात्रै होला जस्तो, तर जानुपर्ने कि नपाउने हो के हो। तर मेरो चप्पल हराउँदैन भन्नेमा म किन ढुक्क छु भने मेरो चप्पल धेरै ठुलो छ, यहाँको मान्छे सबै सानसानो छ। यहाँको मान्छेको दुईवटा खुट्टामा मेरो एउटै खुट्टामा सिलाए पनि ठुलो हुन्छ। चामुण्डा धाम तर म सर हेर्छु होइन। ए चामुण्डा धाममा चाहिँ तातो पानी रहेछ के हो हेर्दैछु। अब यहाँ उसले आउने हो कि भन्ने। चामुण्डा धाम यसो रहेछ। अनि आसो यहाँ चाहिँ के रहेछ भन्ने कुरो म बुझ्दैछु। यहाँ चाहिँ स्विमिङहरू रहेछ। नेपाली भनेपछि हिन्दू भनेपछि गडाङ गुडुङ बन्द त पढेको नै। खास के रहेछ म फेरि पनि अझै बुझ्ने प्रयासमा छु। शिव मन्दिर के रहेछ, शिव मन्दिर जाने का रास्ता है, शिव मन्दिर छ अरे पनि भन्ने बुझ्यो है। अनि त्यसपछि हेलो कृष्ण सोल्टी हो के हो? शिव सोल्टी हो, शिव सोल्टी। शिव सोल्टी त त्यहाँ माथि ऊ रहेछ शिवजी। ओ शिव सोल्टी, दनाई लामाको कि दमाई लामा कि दनाई लामा भन्ने हेर्दा भेट्दा शिव सोल्टीलाई त बिर्सेको छैन नि त हो मैले शिव सोल्टी। मेलाहरू बोली नै मन पर्दैन क्या यिनीहरूको मलाई। बल्ल त मजा आयो। के हो पानीमा के रहेछ विशेषता? पानी त ठन्डा है, पानी त बहुत ठन्डा है। राम्री रहेछ। यसलाई चाहिँ पाएदेखि गर्लफ्रेन्ड बनाउनु थियो है म। गर्लफ्रेन्ड बनाउन लागेको चाहिँ एउटै भेटेँ। पानी चिसो पानी रहेछ, ठन्डा पानी, एकदम क्लियर पानी। यिनीहरू दुइटा रहेछ, एउटा यो रातो यो सर्कलवाला वाइटवाला। त्यसको फोटो चाहिँ खिचेर लानुपर्छ के हो। गर्लफ्रेन्ड बनाउन लागेको चाहिँ एउटा रहेछ नरिवल अनि अरू के पोस्ट यस्तो रहेछ। ल रमाइलो लाग्यो एकदम। अनि बोटिङ पनि गर्न मिल्ने रहेछ। एकचोटिले चाहिँ थियो मेरो फोकस यता भएर पछि कता जाँदो रहेछ। अब एकचोटिले नबोट्टै भएन। एउटा नि एउटा इन्डिया आउँदा त गर्लफ्रेन्ड चाहिहाल्यो होइन। कता गयो मुसुक्क फेरि हाँस्यो पछि लाग्नु भाइ, जहाँ भाग्यो नि भाग, म पछि लाग्न छोड्दिनँ तँलाई। अघि मलाई हेर्नु हान्नु नै तेरो ठुलो गल्ती भयो। हेर साथी, वा वा यता नि रमाइलो बहुत सिङ्गल सोल्टी। यता एकदम रमाइलो भइरहेको छ। यतिको चाहिँ हुनु पऱ्यो ल। साथी त गर्लफ्रेन्ड कता गइन्? ए अघि मलाई हेरेर पुरा एकछिन पछि लगाएर सायद नेपाली हो कि भनेर अझ पछि लगाइरहेको छु। ठिक छ। हेलो, म तिमीलाई मन पराउँछु भन्यो भने यसैले बुझ्दैन र नेपाली रहेछ भने केही गर्दैन खासै होइन। रमाइलो रहेछ, थुप्रै बोल्ने ठाउँ यता रहेछ। मजा आयो। अनि यस्तो खोलामा गएर नुहाउनु पर्ने रहेछ, सिम चढेर। अरू के रहेछ खोलामा नुहाइ धुवाइ नै गर्ने रहेछ। यसो अन्तिम दाह संस्कार गर्ने ठाउँ रहेछ मेरो विचारमा थियो है। अन्तिम संस्कार हाम्रो सोन्दु अनि पशुपतिहरू जस्तो लागेको रहेछ मेरो विचार। 100% त मान्छे पनि ठाउँ हो। क्या रमाइलो गर्थ्यो क्या।
क्यामेरा फोकस भएन तपाईँहरू साथीहरू देखाउनु पर्ने चिज देखिएको थियो अघि चाहिँ फेरि आइपुग्यो यसलाई त पठाउनै पर्ला त अहिले एकछिनमा पठाउँछु यसलाई है यहाँ हेर्नै पर्ने चिज देखिएको थियो कता गएछ हेर्नै पर्ने चिज संसारको हेर्नै पर्ने चिजमा के मध्येमा एउटा थियो संसारको हेर्नै पर्ने चिजमा एउटा चिज मध्ये क्या जो सबै मान्छेले हेर्न चाहने कुरै त्यही थियो कति नराम्रो यस्तै नराम्रो के पहुँचिदिने होला यार ठ्याट ताको पोज त के हेर्नु देख्दा नि विरक्त लाग्ने रहेछ काखा मान्छेले त पोज दिएकोले नराम्रो लागेको रहेछ अनि राम्रो राम्रो मान्छेले त हिर्काउनुले तँलाई भनेर यसरी हात उठाउँदा नि दामी पोज देखिने होइन नराम्रो मान्छेले ब्याकअप पोज त राख्नु पोज पनि के अरे पर्याप्त लाग्दो रहेछ तर मैले यहाँ मेरो भ्लगमा जे भन्न पनि मिल्छ है तर कसैले बुझ्दैन मेरो कुरा है त्यही भएर आजभोलि चाहिँ इन्डिया बसेको भएर बेला बेला हिन्दी बात मिसिन थालेको छ र अलिकति कुछ गडबड हुन थालेको छ हिन्दी जय माता हिन्दी बात पनि आउन थालेको छ अनि बेला बेला हिन्दीमा अनि जे पाए त्यो बोलियो भने चाहिँ अनि गडबड लात्ता लान पातो कस्तो मलाई बहुत ठुला बडा शक्तिपीठ है विश्वास गर्नुहोस् यसको यो चाहिँ खत्रै हो भन्ने लाग्यो मलाई होइन खत्रै भन्ने लागिरहेछ मलाई यो चाहिँ के राम्रो फेरि पनि फोकस मेरो गर्लफ्रेन्ड कता गएछ नि गर्लफ्रेन्डजी कता गयो एकछिनमा म हेर्दैछु गर्लफ्रेन्डजी गयो जस्तो यार किधर गयो क्यामा भिडियो खिच्न आएको चक्करले गर्दाखेरि गर्लफ्रेन्डजी नै भइरहेको छ नराम्रो मान्छे चाहिँ त्यहाँ सब संसारको सबभन्दा नराम्रो हो यस्तोले पोज दिइरहेको थियो यस्तोले के पोज दिनु पऱ्यो हो है अर्को ठिकै राम्री त नभनौँ ठिकै टाइपको थियो के हो र होइन कता गएछन् संसारमा हेर्नै पर्ने चिजमध्येमा एक चिज चाहिँ त्यही थियो अनि कता गएछ मेरो गर्लफ्रेन्ड गए जस्तो यार छैन यार गए जस्तो प्यान्ट पछाडिपट्टि बक्सवाला प्यान्ट लाएको थियो है छैन कता छ र कता गयो त बक्सवाला प्यान्ट लाएको थियो चामुण्डा मन्दिर कि जय एकचोटि देख्न पाएँ नै सन्तोष भयो हुन्थ्यो त्यता गयो खोलातिर गइन् म चाहिँ खोलातिर जान्न है मलाई चप्पल हराउला भन्ने टेन्सन छ फेरि अहिले नाङ्गै होटलले जानु पऱ्यो भने यहाँ किन्न पाउँछ कि पाउँदैन पहिला म त चप्पल हेर्न जान्छु ल दर्शन मेरो पनि दर्शन सलाम दर्शन सलाम दर्शन दर्शन सलाम सबैजनालाई सलामे चामुण्डा मन्दिर दर्शन गर्न त्योभन्दा निस्केर चाहिँ म तर अहिले आउँछु होइन र मलाई आइला चप्पल कता गयो भन्ने पनि त अलिअलि लगाइरहेको छ र अनि बक्स अलि कता गयो नि भन्ने पनि लगाइरहेको छ फोकस त आएँ होइन अब चप्पल चाहिँ मिल्छ कि मिल्दैन भन्ने कुरा हो सबै रहेछ है मेरो चप्पलै लगाएर आएको छु म
चामुण्डा मन्दिरमा देखिएको दोस्रो पार्टमा आउँदैछ बब्बाल भूतको कथा किचकन्याको कथा रियल कथा मैले तपाईँहरूलाई खिचेर राखेको छु हेर्न नभुल्नु होला आउँदैछ पार्ट 2